यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गर्नुको लागि बुढा नीलकण्ठ नगरपालिकाका प्रमुख आदरणीय व्यक्ति श्री मिठाल अधिकारीज्यूलाई यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्नका लागि नेकपा एकीकृत समाजवादीको पोलिट ब्युरो सदस्य आदरणीय भाइ सुदेश खनालज्यूलाई यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अतिथिको आसन ग्रहण गर्नका लागि म नेपाल रग्बी संघको केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेसको युवा नेता पशुपति क्याम्पसको पूर्व सचिव सभापति आदरणीय सन्तोष पाण्डेज्यूलाई पनि यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्नको लागि अध्यक्ष अध्यक्ष आदरणीय महेशलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रममा आसन ग्रहण गर्नका लागि नेपाल काङ्ग्रेस संघका सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य आदरणीय देश सुनामाज्यूलाई पनि म आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहण गर्नका लागि नेपाल काङ्ग्रेस संघका केन्द्रीय सचिव आदरणीय हरिराम ढुङ्गानाज्यूलाई आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्नका लागि नेपाल काङ्ग्रेस संघका केन्द्रीय सदस्य अशोक थापाज्यूलाई पनि आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाल काङ्ग्रेस संघका केन्द्रीय सदस्य श्री सन्दीप गुरुङज्यूलाई पनि म यो कार्यक्रमको आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा नेपाल काङ्ग्रेस संघका केन्द्रीय सदस्य आदरणीय दाइ सुरेश भट्टज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसैगरी नेपाल काङ्ग्रेस संघ कोशी प्रदेशका अध्यक्ष आदरणीय दाइ रुद्रबहादुर राईलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको लागि नेपाल काङ्ग्रेस संघका सदस्य ज्ञानदेव शेर्पाज्यूलाई पनि आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। त्यसैगरी किशोर राईज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा नेपाल काङ्ग्रेस संघका प्रमुख प्रशिक्षक प्रवीण काजी श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा यस कार्यक्रमको आसन ग्रहण गर्नका लागि आदरणीय श्याम राईलाई अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा समाजसेवी आदरणीय ब्रह्मबहादुर राईज्यूलाई पनि आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस कार्यक्रमलाई सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने आदरणीय दाइ समाजसेवी नवीन गुरुङज्यूलाई पनि अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणको क्रममा चौथो घरश्री बडी बिल्डिङ प्रतियोगितामा चौथो स्थान हासिल गर्नुहुने समाजसेवी आदरणीय कविराज भट्टज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसैगरी युवा व्यवसायी समाजसेवी सुरेश गुरुङज्यूलाई पनि आसन ग्रहणको निम्ति अनुरोध गर्दछु। त्यसैगरी प्रदेशका युवा व्यवसायी श्री सुमन राईज्यूलाई पनि यस कार्यक्रममा आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछु। त्यसैगरी अब अतिथिहरूलाई खाना बनाइदिएर स्वागत गरिदिनुका लागि म ललिता राईज्यू र आदरणीय श्याम राईलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय खेलाडी साथीहरू, तपाईँहरू अनुशासित रूपमा बसिदिनुको लागि साहित्यको नगरमा बसिदिनुको लागि अनुरोध गर्दछु। सबै साथीहरू यता स्थानमा बसिदिनु होला। यस कार्यक्रममा हामी औपचारिक कार्यक्रमलाई सरस्वती छोटो समयमा नै समापन गर्नेछौँ। यसै गरी
यस कार्यक्रमको अध्यक्षता आफ्नो मन्तव्य गर्नको लागि हार्दिक अनुरोध गर्दछु। खेलाडी साथीहरू, अफिसियल साथीहरू, पत्रकार साथीहरू, कलाकार साथीहरू, सङ्घको सबै पदाधिकारी साथीहरू, सबैलाई म नेपाल पुरा सङ्घको तर्फबाट हार्दिक अभिवादन गर्न चाहन्छु, हार्दिक स्वागत गर्न चाहन्छु। नेपाल पुरा सङ्घले आफ्नो स्थापना कालदेखि कोरोनाको महामारीको बावजुद पनि आफ्नो गतिविधिहरू राष्ट्रिय लेभलमा अन्तर्राष्ट्रिय लेभलमा आफ्नो गतिविधिहरू निरन्तर गरिरहेको कुरा तपाईँहरूलाई थाहा नै छ। यो सङ्घ नेपालको सन्दर्भमा नयाँ नयाँ भए पनि अन्य देशमा अथवा संसारभरि 135 भन्दा बढी देशमा यो सङ्घ यो खेल लोकप्रिय छ। हाम्रो देशमा हामीले स्थापना भए पछाडि तानासँगै आज हामी 4औं राष्ट्रिय पुरस्कार प्रतियोगिता समापनको चरणमा छौँ। हामीलाई खेलप्रेमीहरू, हाम्रो सहयोगीहरू, हाम्रो दाताहरूले हामीलाई निरन्तर सहयोग गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषदबाट हामीलाई हाम्रो अभिभावक, हाम्रो सङ्घको जहाँ हामीले स्वीकृति लिएर सञ्चालन गरेका छौँ, राष्ट्रिय खेलकुद परिषदले हामीलाई नजिकबाट माया गरिरहनु भएको छ। त्यसकारण यो सङ्घ अगाडि बढ्दैछ। मलाई विश्वास छ अझै पनि यो सङ्घ हिँड्ने आदेश गरेर हिँडेका छैन, अब दौडिन चाहन्छ। दौडिने तयारीका साथ हामी अगाडि जाँदैछौँ। हामीले गतिविधिहरू यो राष्ट्रिय प्रतियोगिता हो, अरू स्थानीय लेभलमा, नगरपालिका स्तरमा, अरू स्थानीय लेभलमा हामीले गतिविधिहरू गरिरहेका छौँ। अब राष्ट्रिय खेलकुद परिषदको निर्देशन, निगरानी र अनुगमनमा यो पुरा खेल अगाडि बढ्न चाहन्छ। हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा जति पनि हामी सहभागी भएका छौँ, हामी कुनै पनि प्रतियोगितामा शून्य हामी फर्केका छैनौँ। हामीले कुनै न कुनै मेडल, कुनै न कुनै हामीले पोजिसन लिएर फर्केका छौँ र हाम्रो देशको त्यहाँ झन्डा, हाम्रो देशको त्यहाँ राष्ट्रिय गाना प्रत्येक ठाउँमा प्रतियोगिता हुँदा हामीले फहराएका छौँ। त्यस कारणले यो कुरा नयाँ भए पनि आफ्नो ठाउँबाट आफ्नो गतिविधि भइरहेको छ। तपाईँहरू सबैले यसलाई सहयोग गर्नु भएको छ। सबैले हामीले यसबाट लाइभको पनि व्यवस्था गरेका छौँ। हाम्रो खेल अहिले लाइभ भइरहेको छ। त्यसो भए योभन्दा अगाडिको कार्यक्रममा पनि हामीले दोस्रोमा पनि हामीले सदस्यहरूलाई हरानका आयोजना गर्दा उहाँलाई प्रमुख अतिथिको लागि अनुरोध गरेका थियौँ, तर टाढो भएको कारणले त्यो बेला सदस्यहरू उपस्थित हुन सक्नु भएको थिएन। यसबाट हामीले छोटो समयमा सदस्यहरूलाई हामीले भेटेर अनुरोध गऱ्यौँ। सदस्यहरूले सहजै स्वीकार गरिदिनु हो। एक हिसाबले भन्यो भने हामीलाई साह्रै नजिकबाट माया गरेर पुरासको साथीहरू भनेर सदस्यहरूले हामीलाई चिन्नुहुन्छ र हामीलाई चिठी हामीले अगाडि नै पठाएको भए पनि एक हप्ता अगाडि हामीले उहाँलाई अत्यन्तै व्यस्तताको बावजुद पनि हामीले थोरै समय मागेर उहाँलाई यो कार्यक्रममा प्रमुख अतिथिको अनुरोध गऱ्यौँ। उहाँले सहजै स्वीकार गरिदिनु भएको छ। म सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र यो खेललाई
सचिवबाट लिएर माया गरिरहनु भएको छ। म सदस्य सचिवलाई हार्दिक धन्यवाद दिन चाहन्छु र यो कार्यक्रमको अध्यक्षता गर्न चाहन्छु। धन्यवाद। नमस्कार। प्रमुख अतिथिज्यू, यसमा सम्पूर्ण अतिथिज्यू, यस खेलका रेफ्रीज्यू, कोच, खेलाडी, मेडिकल टिम र पत्रकार साथीहरूमा सम्पूर्ण म अन्यजनाको हार्दिक न्यानो अभिवादन। चौथो राष्ट्रिय पुरुष प्रतियोगितामा खेलाडी भाइ बहिनीहरूको खेलमा गेम भनेको त हार्दिक भइहाल्छ, तर पनि हजुरहरूको यस खेलबाट आफूले जतिसक्दो खेलेर आफ्नो खेलाडीहरूलाई हार्दिक शुभकामना साथै यस चौथो राष्ट्रिय पुरुष प्रतियोगिताको कोच तथा रेफ्री सेमिनार पनि हजुरहरूको राम्रोसँग सफलतापूर्वक सफल होस् भन्ने शुभकामना दिँदै यहाँबाट धन्यवाद। जय खेलकुद। र उपस्थित सम्पूर्ण निर्णायक एवं खेलाडी साथीहरू सबैलाई शुभकामना यो खेलको सन्दर्भमा नेपाल खास गरेर उसको संस्थागत हुने एउटा प्रयास भएकै छ। खास गरेर यसले आफ्नो वार्षिक प्रतियोगिता विभिन्न सीमित स्रोत र साधनहरूबाट पनि राष्ट्रिय स्तरको प्रतियोगिताहरू आयोजना गरिरहेका छन्। यो क्रियाशीलताप्रति, यो सक्रियताप्रति म सिङ्गो विकास सङ्घ परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र यहाँको यो संस्थाको प्रशंसा गर्न चाहन्छु। यो खेलले पछिल्लो समय नेपालको विभिन्न जिल्लाहरू र प्रदेशहरूमा विस्तार पनि भइरहेको छ र यो विस्तारले एउटा निश्चित आकार प्रदान गरेसँगै यसले एउटा राष्ट्रिय स्तरको आफ्नो महत्त्वलाई थप पुष्टि गर्नेछ र तपाईँहरूले यो पुष्टि गर्नेतर्फ तपाईँको यो दिशा, तपाईँको अग्रसरता, तपाईँको पाइला अगाडि बढिरहेको म मैले देखिरहेको छु। यो शब्द निकट भविष्यमा यसले आफ्नो राष्ट्रिय सङ्घको एउटा स्थान प्राप्त गर्ने कुरामा कुनै भिडा छैन। म विश्वास गर्नुभएको चाहन्छु। यो प्रतियोगितामा अहोरात्र सम्पूर्ण निर्णायक साथीहरू, प्रतियोगिता सम्पन्न गर्नको लागि सहकारी गर्ने सहयोगी आदर सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीहरूसँग खेलकुदलाई राष्ट्रिय खेलकुद प्रशिक्षकको हार्दिक बधाई ज्ञापन गर्दै यो आफ्नो यो क्षेत्रमा बधाई गर्नको लागि निरन्तर नेपाल पुरा सङ्घका केन्द्रीय समिति कार्यालयलाई हरकालाई आफ्नो नम्बरलाई अवगत गराउँछु। त्यसैले खाडा भएर स्वागत गर्नको लागि म ममतालाई र आदरणीय श्यामलाई हार्दिक अनुरोध गर्छु। आदरणीय खेलाडी साथीहरू, तपाईँहरू शासितमा बस्नुको लागि साहित्यको नगरमा बस्नुको लागि अनुरोध गर्छु। सबै साथीहरू एक स्थानमा उपस्थित हुनुहोला। यस कार्यक्रममा हामी निर्वाचन कार्यक्रमलाई सर्वसम्मति